गरिराखेको छु कहाँ होला कहानी कहाँ भेट्छ त्यो या भाइ त यहाँ पो बसिरहेछ हो यार कति दिनदेखि म तिमीलाई फोन लगाउँछु फोन पनि लाग्दैन त्यो मेरो कामको के भयो के तनाव अब यति 2 साल भइसक्यो मलाई एउटा केटी ल्याएर दिएन मेरो काम पनि मन्दा भइसकेछ मेरो यही त बिजनेस हो मेरो अब तिमी माथि जो काम सोपेको थियो त्यो के भयो भाइ मेरो अब त्यस्तै त हो नि अब पैसाको नि सर्टेज हुन्छ अब पैसाको कुरा छ त भने भन न मलाई म कति पैसा चाहियो म दिन्छु नि अलिकति दियो भने त श्रीनगरतिर जानुपर्ने थियो मैले त्यहाँ केटीहरू देखिरहेको थिएँ ए त त्यस्तो भन न यार खुलेर भन के मलाई पैसाको जरुरत छ ल कति पैसा चाहियो अहिले अलि दिन त म भोलि चाहिँ लाग्नु पर्ला ल त एडभान्सको रूपमा म दिइराख्छु केटी लिएर आऊ अनि पछि सब पैसा दिन्छु के ल हुन्छ अहिले मलाई भोलिसम्म चाहियो केटी ल मेरो नम्बर टिप्नु नि त ल कति नम्बर हो भन न म डायल गरिहाल्छु नि भन न कति नम्बर हो 986400479998 र त भोलि पक्का चाहियो के लाग्छ होइन भोलि चाहियो मलाई धेरै अर्जेन्ट छ के विदेश पठाउनु अब गाउँमा जानु पर्यो अनि खोज्नु पर्यो अलिक गाह्रो हुन्छ नि त ल ठिकै छ अलि छिटो गर त ल भोलिसम्म पक्का चाहियो ल ठिक छ ल जाऊ कति टाढा छ आइसक्यो नि हेर न भाइ अब खोज्नेहरू त देखिसक्यो ल भाइ एकछिन यहीँ भन्दैछ ल भाइ यसो राम्रो सुन्दिनहरू आएको छ पानी खाएर आउँछु मलाई त पहिला त खेलेँ हो खेल्ने भए बस्नु मलाई गट्टा चाहिँ होइन पहिला पानी बासी लागेको छ पानी चाहिँ खानु मिल्छ कि मिल्छ नि छ पानी दिनु न थ्याङ्क यू वेलकम नाम चाहिँ के होला नि मेरो नाम एलिसा अनि के गर्नुभएको थियो भनेको गट्टा खेल्नु बस्नु भयो गट्टा पनि खेलिरहेको छौँ गाई भैँसी पनि चराइरहेको छौँ ए अनि यत्रो मेरो गाई बस्तु चराउनु हो त काम गर्नु पऱ्यो नि त अनि यहाँ गाउँघरको त त्यही त अनि खेतीपाती गऱ्यो आमालाई खाना बनायो धान काट्यो गहुँ काट्यो मकै काट्यो त्यति त काम अनि अरू के चाहिँ हुन्छ र हाम्रो गाउँघरमा सधैँ घरमा बसेर हुँदैन नि त कहिले बाहिर जानुपर्छ नि त बाहिर जान त पैसा पनि हुनु पर्यो नि यहाँ लाउरे दाइ भएपछि तपाईँले के टेन्सन लिनुभयो जान्छु मात्रै भन्नु न लगिहाल्छु नि हो भने म जान्छु मेरो आमा बाउलाई पनि त सोध्नु पर्यो नि अनि यत्रो गाउँघरमा दुःख गरेर मात्रै हुन्छ त दुःख गरेर हुन्छ अब बाहिर जानु पर्यो नयाँ कपडा लगाउनु पर्यो यस्तो गाउँले पारामा चाहिँ भएन कि त्यति राम्रो भएर पनि यस्तो गाउँले पारामा चाहिँ हुन्छ जानु पर्यो नि राम्रो ठाउँमा सोचेको त छौँ नि तर के गर्नु जानै दिनु न आमा बुवाले सोल्टिनीको पानी मिठो हो कि यिनीहरूको पानी मिठो हो यस्तो यिनीहरूको पानी मिठो हो नि क्या मेरो पानी मिठो हुन्छ सोल्टिनी घरमै पारेर ल्यायो जस्तो लाग्यो घरबाट अब त्यही हो कोदोको रक्सी चाहिँ पाइन्छ कोदो रक्सी पनि पाइन्छ पाइन्छ त ल भने चाहिँ आज सोल्टिनीतिरै बस्नु पर्ला जस्तो हो हुन्छ नि बस्नु नि के चाहिँ हुन्छ र घरमा चाहिँ को हुनुहुन्छ नि मेरो आमा हुनुहुन्छ बुवा हुनुहुन्छ बहिनीहरू छन् दाइ चाहिँ छैन नि दाइ पनि छन् नि दाइ चाहिँ कहाँ हुनुहुन्छ नि दाइ चाहिँ विदेश हुनुहुन्छ ल त्यसो भए त भइगयो नि त सोल्टिनी हामी बस्नु मिल्छ र मिल्छ बस्नु न म चाहिँ के बस्छु लाउरेहरूको विश्वास हुँदैन है दिदी ए हो र त्यस्तो कुरा हो त यो सोल्टिनी अख्खा रहेछ त अघिदेखि त ध्यानै पो नगएर त मेरो ल लाउरेहरूमा चाहिँ के देख्यो हो त्यस्तो नराम्रो हामी त हेर्दा त राम्रो लाग्छ त हो हेर्दा पनि त राम्रै देखिन्छ तर भित्र खोइ कस्तो छ ए त्यस्तो त भन्नु हौ सोल्टिनीहरू ल तपाईँ बस्नु न ए छोडा हामीलाई के को मतलब र भएको पानी खान भएको मान्छे यहाँ एकछिन बसे के हुन्छ र हामीलाई हो नि हो त्यही त म त नयाँ मान्छे यस्तो आएको अब मैले यो गाउँ देखेको छुइनँ फर्स्ट सुनेको श्रीनगर गाउँ भन्ने होइन अब यसो सोल्टिनीहरूको घर बास बस्न पाए अझ रमाइलो हुन्थ्यो कि बास बस्न त मिल्छ तर आमा बाउलाई एकचोटि सोध्नु पनि पर्छ नि त हामीले ल सोल्टिनीहरूलाई फिरै दिने हो नि त हामी फीको कुरा भएन नि एकचोटि त्यही पनि आमा बाउको पर्मिसन त लिनुपर्छ अब अरूजना आएको मान्छेलाई कसरी एक्कासी घर लान मिल्छ त हामीले
कति उभिराख्नु भएको बस्नु न साया ओ साया माया मेरी माया जुनी जुनी पाउन सकूं। अनि के गर्नुहुन्छ नि म केही गर्दिनँ पढ्दिनँ पनि गाई भैँसी चराएर बस्छु किन पढ्नु भएन र अब आमा बाउले पढाउनु नै भएन नि कहाँबाट पढ्नु त पढ्नु बस्यो नि त पढ्न त मन थियो नि तर के गर्नु अनि त्यो ठुल्ठुलो अफिसहरूमा काम गर्न मन छ कि छैन छोरीलाई ठुल्ठुलो अफिसमा त गर्ने मन छ नि काम तर नपढिकन कहाँ हुन्छ काम मेरो आफ्नै फ्याक्ट्री छ जाने भएन म सोधिदिनको लागि एउटा सिक्नुला ए हो र आफ्नो फ्याक्ट्री छ आफ्नै फ्याक्ट्री छ नि त्यसो भए त सोच्नुपर्छ हो अनि हजुरको लक परेछ छैन नि हौ कहाँ लक पर्छ कसैले मन पनि पराउनु पर्यो नि ल सोल्टिनी पिरे नगरे हुन्छ नि त हो यहाँ म छु नि त तपाईँ भएर के गर्नु भयो नाच्नु ल सोल्टिनी त्यस्तो पनि भन्ने हो त म भनेको लगबाट आएको यसो यहाँ बिहे गर्नु भनेर आयो नि त गाउँतिर त बिहे गर्न भन्ने खाएको हो बिहे भएको छैन हेर ए यस्तो पो कुरा रहेछ दारी फुल आइदिइसक्यो हौ सोल्टिनी खै मलाई त त्यस्तो लाग्यो सायद कलर गरेर आउनु भयो होला खै दारी फुल आइदिइसक्यो बिहे गर्नुपर्छ भनेको थियो मलाई चाहिँ अब तराईको केटी नै मन परेकोले चाहिँ यसो घुम्दै आयो ए त्यस्तो पो कुरा रहेछ ए राम्रो रहेछ तपाईँको सोच चाहिँ अब आँट्ने भए त आँटिहाल्नु है सोल्टिनी त्यसको लागि पनि त आमा बाउलाई सोध्नु पर्यो नि ल आमा बाबालाई सोध्यो भने त दिनै हुन नि त दिनु त हुन्न अनि के गर्नु त 21st सेन्चुरी पनि आमा बाबालाई सोधेर लभ गर्ने हो त मनबाट पनि लभ गर्ने हो त हौ त्यो त हो नि त्यही पनि अब सानैदेखि आमा बाउले हुर्काउनु भएको उनीहरूसँग नसोधिकन कसरी हुन्छ त आमा बाबालाई नभए आज सोधौँ नि त के हुन्छ हेरौँ मेरो आमा बुवाले दिँदै दिनुहुन्न अनि म खै किन सोध्नु बेकारमा यति ह्यान्डसम भएपछि त दिइहाल्नुहुन्छ नि नभएर पो हो त बरु भागेर चाहिँ गर्नु मैले मिल्छ भाग्ने हो त अब त मैले त्यसरी भन्न मिलेन है अब हजुरसँग नै बिहे गर्छु भनेर लेकिन आमा बाउलाई सोधेको भए राम्रो हुन्थ्यो आमा बाउलाई अब आज सोधौँला नि त नभए दिदी घर चाहिँ म बुवा मम्मीले पनि कुदाउँछ ढिलो भइसक्यो खाना पनि बनाउनु आउनुपर्छ 7 वर्षको ल हामी गयो है सोध्नेहरूले मलाई एउटै छोडेर जाने त कहाँ लानु त मिलेन बरु मेरो बाउको नाम सोध्दै सोध्दै आउनु नि मेरो घर पानीको बोतल चाहिँ मलाई नै पानीको बोतल त म आफै लिएर गइहाल्छु नि यत्रो महँगो किनेर ल्याउनु भएको छ मेरो आमा बाउ मिठो खाना बनाइरहेको ल म भरे कुनै घर बस्नु तरिका ल्याउँछु नि है ल हुन्छ मिठो तिम्रो मुस्कानैमा माया तिम्रो मुहारैमा मन मेरो उड्यो है कहाँ कहाँ हे कान्छा मन परेको छ नि होइन त्यस्तो कुरा लाउरेहरूको त भर हुँदैन है दिदी न मन पराइकन बोल्या होला अब मन परे पनि के गर्नु आमा बाउले मान्नु पर्यो नि मन परेको मान्छेलाई त छोड्नु पनि हुँदैन नि दिदी त्यो त हो नि तर आमा बुवाको कुरा पनि त मान्नु पर्यो नि अब एकचोटि मम्मी बुवालाई सोध्नु पर्यो त्यतिकै हुँदैन अहिले त घर जाँदैछौँ नि अब गएर सोध्नु पर्छ सबैजना मिलेर हुन्छ भाइ यति लेट किन भयो त्यो गाउँमा चाहिँ हेर है केटीहरू मन पऱ्यो आज यति बज्नु पर्ला जस्तो है कति ढिलो भयो पहिले देखे जस्तो लागेको थियो म पनि कहाँ देखेँ जस्तो लाग्छ सायद तिम्रो मेरो भेट कहाँ पनि भएको थियो होला सायद ए अनि के छ त भाइ ठिकै छ भाइ अनि त्यो पुरानो बिजनेस गर्न छाड्यो कि गरिरहेको छ गरिरहेको छु मलाई पनि कोसिस भइरहेछ त्यसो भए मिलौँ न त तिम्रो घर कहाँ हो र दाइ मेरो घर पनि काभ्रे हो काभ्रे नै हो हजुर अनि अब काभ्रेतिर त सब सकिसक्यो काभ्रेमा त म वान्टेड गरेँ नि यार ए दाइ म पनि त्यही भएर यतैतिर त्यही भएर आएको ए अब कि हात मिलाउने नि त ल त्यसो मैले एक दुईवटा केटीहरू देखेको छु लिएर जाउँ न त है हुन्छ भइहाल्छ नि ल भाइ ल हिँड त्यसो भए
ला आज आमाले कति गाली गर्ने हो भोलि घाँस निकालेर सोचेर पनि डर लागिरहेछ कि आमा त यहीँ त रहेछ नि कहाँ घाँस नल्याएको छौ तिमीहरूले आमा हेर्नु न त्यो घाँस खोज्दा खोज्दा मर्न आँट्यो तर कहीँ भेटेन घाँस सबै लगिसकेछ मान्छेहरूले ए घाँस ल्याउनु पर्थ्यो अब भोलि बिहान ल्याइदिन्छु है के खान्छ त बस्तुले अब यो पराल खुवाइदिनु न आज दिदीहरूले आज किन घाँस काट्नु आएको थाहा छ के भयो उयो लाउरे दाइ बाहिरबाट आउनु भएको रहेछ उनीहरूसँगै गफ गरेर बस्नु भएको नि दिदीहरू आमा आमा एउटा कुरा भनौँ तपाईँलाई लौरेहरू कस्तो लाग्छन् अहिले त लाउरेहरूको विश्वास लाग्दैन मलाई के भन्दै थियो म तिमीलाई बाहिर लिएर जान्छु जागी खुवाउँछु सहरमा राख्छु राम्रो राम्रो लुगा लाउन दिन्छु खाना दिन्छु त्यस्तो भन्दै थियो के गर्यो मामा हुँदैन दाइहरू बाबा बुझ्नुपर्छ एकपल्ट बुझ्नुपर्छ ल भाइ है हजुर यहाँ गाउँको केटीहरू राम्रो राम्रो देखेको छु है हजुर आज बाछुटी बस्छु होइन भोलितिर भयो भने लिएर जाउँ मलाई तबाट हल्का दिएर पठाएको छ कि भाइलाई पनि हेर्नुला नि ए भइहाल्छ नि दाइ मैले पनि अस्तिदेखि वाच गरेको थिएँ कि यहाँ गाउँको केटीहरू चाहिँ राम्रो राम्रो रहेछ कि मलाई पनि लास्ट मन पऱ्यो हाम्रो बिजनेस त मौलाउने भयो भाइ मिलेर गर्नु ए भइहाल्छ नि दाइ लाग्नु म त आज एउटा भइहाल्छ नि दाइ लाग्नु दिदी दिदी मलाई तपाईँलाई एउटा कथा छ के उहाँले चाहिँ अस्ति भेट्नु जङ्गलमा उता पल्लोपट्टि घरमा बस्नुभयो नि ए हो र त्यहाँ बस्नुभएको छ ए त्यसो ठिकै छ नि त म यहाँ घर बनाउँदैछु जानु त केही गर्छ दिदी तपाईँ कहाँ जानुभयो एकछिनलाई भन्नु म त्यहाँ पल्लो गाउँबाट आइहालेँ तिमीहरू बसेर आमाले सोध्नु भयो कहाँ गयो भने आइहाल्छ भन्नु है पिरातीको कथा लेख्ने भयो आँखाको गहिराईमा माया जुन तारा साँचेर यो मनै तिम्रो हो होइन यही घरको बारेमा भन्दै थियो बुनुले खै कतै देखिरहेको छैन त ए लाउरे ए तिमी आइसक्यो म त आइसकेँ अनि के भने तिम्रो बाबाले मेरो आमा बुवाले त भन्नुभयो पर्दैन गर्नलाई त्यस्तोको विश्वास पनि गर्नु हुँदैन अरे त्यस्तो भन्नुभयो मलाई तिमीलाई मेरो विश्वास लाग्छ कि लाग्दैन लाग्छ र त आएको नि त्यसो भए नभए बुवा मम्मी नमानेमा जाउँ न त जम्नु त मान्नुहुन्न त्यसो भए आज बिहान हामी 5 बजीतिर निक्लिनु है आज बिहान 5 बजे हजुर ल हुन्छ नि त त्यसो मलाई स्कुलको गेटमा भेट है हस् म स्कुलको गेटमा भेट्छु है ल अहिले जाउँ ल ल हस् देख्ले आउन कस्तो डर लाग्छ ए बहिनी पनि छ र बहिनी छ नि बरु बहिनीलाई लिएर आउँछु नि हुन्छ नि त लिएर आउनु त नभए दिदी बहिनी जाउँ न त हुन्छ ल म भोलि बिहानै 5 बजी भेट्छु है हस् स्कुलमा है त हुन्छ के समय भइसक्यो त आउँदैन कि नआउने हो कि यार त्यही त दाइ यत्रो समय भइसक्यो आउँदैन अहिलेसम्म पनि ल सोधिनेहरूले त यार क्या जस्तो छ नि यार त्यही त दाइ जाने कि बस्ने हो बस्नु न एकछिन बसौँ न ल हुन्छ भाइ बस्नु यार हामी त आइपुगेँ यत्रो बेर लाग्यो म तिमीलाई कति पर्खेँ थाहा छ म उठ्नु भएको थियो कि अनि त्यही भएर अनि अब भयो त छोड्नु न के कुरा कोट्याएर बसिराख्नु भएको ढिलो भइसकेपछि जाउँ अब हामी गाउँको मान्छे सबै उठ्छन् ल तिम्रो दिदी र दाइ पनि गयो अब तिम्रो म पनि जाउँ न हामी पनि बिहे गर्नुपर्छ है हुन्छ छिटो छिटो जाउँ न फेरि कसैले देख्छ के भर्खर डाँडा काट्न आँट्यौँ बाहिर नि त कहाँ होइन र हजुर गाडी नै भेटेन नि त ल ल त्यसो भए मेरो दाइको घर छ त्यहीँ बस्नु न त आज है भइहाल्छ नि ल जाउँ ल भाइ हजुर दाइको घर आइपुग्यो यही हो दाइ ल आज यहीको दर्शन यो भाइहरू यो बहिनीहरू कुन छ ऊ चाहिँ मेरो भाइ ऊ चाहिँ उसको ए हामीले त बिहे गऱ्यौँ नि दाइ ए गुड लक
हामीहरूको त ल तिमीहरू बस्दै गर ल छिटो तिमीहरू यहीँ बस ल हामीहरू कुरा गरौँ छिटो आउनु नि फेरि हुन्छ बस्दै गर तराईको केटीहरू कस्तो लाग्यो पहिला त काभ्रेको केटीहरू ल्याउँदाखेरि तपाईँले भएन हुन्थ्यो नि आज त तराईको ल्याइदिएको छु झकास छ के झकास आजको केटी मलाई पनि मन पर्यो के झकास भक्कास भन्नुहुन्छ यस्तै खोजेर ल्याउने ल कम्ता गाह्रो भयो त हामीलाई बाटोमा नदिएर अरे मेहनत नगरेर कसरी हुन्छ हो मेहनत त त्यो त हो नि गर्नुपर्छ। दाइ त्यो त हो नि दाइ तर के गर्नु ल ठिकै छ तिम्रो दौडो चाहिन्छ है दाइ ल ठिकै छ म 2 लाख रुपियाँसम्म दिन्छु त कहाँ हुनु दाइ अलिक मिलाउनु न तिमी नै भन न कति चाहियो मन मन कम्तीमा त 5 दिनु पर्यो नि त हो 5 लाख धेरै भयो है धेरै भयो 5 लाख छैन 3 लाख गरिदिन्छु हुँदैन दाइ बाटोमा हाम्रो कम खर्च भयो होइन आउँदाखेरि अलि मिलाइन मलाई पनि फाइदा हुनु पर्यो नि यो व्यापारमा 3 लाख चाहिएको 4 लाख चाहिँ गरौँ न ल ल ठिकै छ यो तर यो काम चाहिँ नछोड्नु मलाई फ्री ल्याएर दिनु है यो भन्दा त्यसलाई टेन्सन नगर्नु न हामी हो चाहिँ के को ल टेन्सन ल ठिकै छ म दिन्छु ल 4 लाखको चेक काट्दिन्छु ल ओ भाइ आज चाहिँ थ्याङ्क भइहाल्यो नि ल थ्याङ्क यू हामी भने हाम्रो सबैभन्दा दामी हो के ल ठिक छ ल आज केटी त झकास छ के आज पैसा मलाई ल कहाँ जानु पर्यो अझै आउनु नै भएको छैन त हामीलाई छोडेर त्यो पनि नयाँ ठाउँमा कस्तो डर लागिरहेछ नआउनु भयो भने के गर्ने मेरो बुढा खै त खै त्यो त उता गइसक्यो म भन्छु म सोधेको कहाँ जान्छु त भने मेरो कामसम्म जान्छु आएन यहाँ नै हामीलाई छोडेर कहाँ जानुहुन्छ उसको के काम ए त्यो त तिमीलाई बेचेर गइसक्यो म के रे हामीलाई बेचेर गइसक्यो म किनेको भन्छ 4 लाखमा किनेको 4 लाखमा हामीलाई किनेको 4 लाख ल मेरो बुढाले हामीलाई बेचेर गयो अब गयो के गर्ने पैसाको लोभ थियो तिम्रो बुढालाई अब मलाई बेचेर गइसक्यो अब जानुपर्छ हाम्रो बिजनेसमा ल ल जानुपर्छ हिँड हिँड के है हिँड्नुपर्छ के है त्यस्तो म किनिसकेको छु के सावधान कतै तपाईँ हाम्रो गाउँघरतिर यस्तो घटना त घटिरहेको छैन यस्तो घटना घटिरहेको छ भने तपाईँ हाम्रो गाउँघर नजिक भएको प्रहरी चौकीमा गएर उजुरी गर्न सक्नुहुन्छ र माइती नेपालको टोल फ्री नम्बरमा पनि समेत उजुरी गर्न सक्नुहुन्छ र यस्ता बेचबिखनमा परेका बालबालिकाले उद्धार गर्न सक्नुहुन्छ र यस्ता बेचबिखन गर्ने मानिसलाई जेलमा हाल्नको लागि तपाईँ हाम्रोको जिम्मेवारी र भूमिका रहनेछ धन्यवाद नमस्ते हाम्रो ओम च्यानललाई सब्सक्राइब गरिदिनु होला र कमेन्ट शेयर लाइक पनि गरिदिनु होला